के तपाईहरुको पनि पैसा टपअप गराउँदा फेसबुकमा एजेन्टहरूले स्क्याम खानिदिन्छ? सो यसो खालको स्क्यामहरूबाट बच्न हामीले आफ्नो कस्टमजी एप बनाइसकेको छौँ। कस्टमजी एउटा एप मात्र होइन, वेबसाइट पनि हो। यहाँबाट तपाईले डाइरेक्ट आफ्नो एकाउन्टमा टपअप गर्न सक्नुहुन्छ। डाइरेक्ट अटोमेटिक सिस्टम हुन्छ, तपाईको पैसा कहीँ स्क्याम हुन्न। अनि यहाँ कस्टमजीमा मात्र फ्री फायर होइन, पबजी, रोब्लक्स, मोबाइल लेजेन्ड, ई फुटबल जस्ता थुप्रै गेमहरू पनि अभाइलेबल छ जहाँ तपाईले टपअप गर्न सक्नुहुन्छ आफूले। अब कसरी यो कस्टमजी एपलाई युज गर्ने, नत्र तपाईले एप डाउनलोड गर्न चाहनुहुन्न भने कसरी कस्टमजीको वेबसाइट युज गर्ने, सबै कुरा आजको यस भिडियोमा म भन्न गइरहेछु। अब सबैभन्दा पहिला तपाईको स्क्रिनमा दुईवटा वेबसाइट लिङ्क आयो होला। यो तलवाला छ जो हाम्रो कस्टमजी वेबसाइटको हो। यहाँबाट तपाईले डाइरेक्ट विथआउट एनी एप डाउनलोड गरेर कस्टमजीबाट टपअप गर्न सक्नुहुन्छ। अब तपाईले एप एकचोटि डाउनलोड गर्नुभयो तपाईलाई सधैँको लागि सजिलो हुन्छ। त्यही भएर एप डाउनलोड गर्नको लागि यो माथि जुन लिङ्क हेर्नु भइरहेछ customg.page.gd यो सर्च गर्नु होला। क्रोममा सर्च गर्न बित्तिकै यस्तो खालको इन्टरफेस आउँछ। अब यहाँबाट डाउनलोडमा क्लिक गर्नु होला। डाउनलोडमा क्लिक गरेपछि अगेन डाउनलोडमा क्लिक गर्नु होला अनि तपाईको डाउनलोड स्टार्ट हुन्छ अनि एपलाई डाउनलोड गर्नु होला। अब वेबसाइटतर्फ लागौँ। यहाँ तपाईले customg.gamer.gd सर्च गर्नु होला। हाम्रो वेबसाइट खुल्छ। अब यहाँ तपाईले क्रिएट वन गरेर साइन अप बनाउनु होला, आफ्नो एकाउन्ट क्रिएट गर्नु होला अनि यहाँबाट डाइरेक्ट तपाईले युज गर्न सक्नुहुन्छ। अब कसरी युज गर्ने म एपमा सिकाउने छु। अहिले हेर्नु, म यहाँ एप डाउनलोड गरिसकेको छु। यो मेरो फोनमा एप हो। अब यसलाई ओपन गरौँ। ओपन गरेपछि यस्तो इन्टरफेस आउँछ। अब यहाँ तपाईले क्रिएट वन गरेर साइन अप गर्नुपर्छ। म अलरेडी गरिसकेको छु, त्यही भएर मेरोमा ओपन भयो। अब यस्तो खालको इन्टरफेस छ। पछि गएर यहाँ टुर्नामेन्ट्सहरू पनि अभाइलेबल हुन्छ, फ्री फायरको टुर्नामेन्टहरू। अब त्यसपछि यहाँ सीएस म्याच अहिलेको लागि अभाइलेबल छ, तपाईँ बनाउन सक्नुहुन्छ। आफ्नो फ्री फायरको सीएस म्याच यहाँ बनाउन सक्नुहुन्छ। अब म तपाईले कसरी अर्डर गर्ने, आजको भिडियो खास हो कि कसरी टपअप गर्ने भनेर, त्यही भएर म बडी अप्सनमा नजाऊ। अब टपअप गर्नको लागि यहाँ सपमा हेर्न सक्नुहुन्छ के आइटम अहिले अभाइलेबल छ। यहाँ डायमन्ड्सहरू छ, फ्री फायरको लेभल अप पास, इभो एसएस, त्यसपछि यहाँ पबजीको यूसी छ, मोबाइल लेजेन्ड्सको छ, त्यसपछि ई फुटबल छ, त्यसपछि रोब्लक्स छ अनि अरू के छ तपाईँ यो पढ्नु होला। म यहाँ भन्छु भने मेरो यो भिडियो डिलिट भइहाल्छ, त्यही भएर म बढी पढ्दैन। यो हाम्रो आइटमहरू भयो। अब यो टपअप गर्नुको लागि सबभन्दा पहिला तपाईलाई पोइन्ट लोड गर्नुपर्छ। यहाँ हेर्न सक्नुहुन्छ कति पोइन्ट्समा के मिलिरहेछ भनेको। यो माथि आइटमको विवरण हो अनि तल कति पोइन्टमा मिल्छ। अनि तपाईले कुनै डाउट भयो या कुनै प्रब्लम भयो भने हामीहरू एउटा जीमेल क्रिएट गरेछौँ। हाम्रो सपोर्ट जीमेल छ help.customg@gmail.com मा तपाईँ म्यासेज गर्न सक्नुहुन्छ। नत्र हाम्रो यहाँ कस्टमजी मेसेन्जर पनि छ। फेसबुकमा गएर कस्टमजी टुर्नामेन्ट सर्च गर्नु होला, त्यहाँ पनि म्यासेज गर्न सक्नुहुन्छ। नत्र सबैभन्दा सजिलो तरिका हो यहाँ प्रोफाइलमा गएर यहाँ हेर्न सक्नुहुन्छ कन्ट्याक्ट अस लेखेको छ, यहाँ क्लिक गरेर तपाईँ डाइरेक्ट वाट्सएपमा हामीलाई म्यासेज गर्न सक्नुहुन्छ। अहिलेको लागि म ब्याक गर्छु। अब यो त हाम्रो भइहाल्यो कस्टमर सपोर्टको कुरा। अनि आइटमहरू पनि म तपाईलाई हेराइदियो। अब त्यसपछि कसरी पोइन्ट लोड गर्ने भन्दा यहाँ वालेट सेक्सनमा जानु, एड पोइन्टमा जानु, यो क्युआरको स्क्रिनसट हान्नु, त्यसपछि यहाँ केबाट तपाईँ पेमेन्ट गर्नुभएको यो क्युआर सबैमा सपोर्ट गर्छ, फोन पेको क्युआर। त्यही भएर इक्जाम्पल म ई सेवाबाट पेमेन्ट गर्छु भने ई सेवा, त्यसपछि कति पेमेन्ट गर्नुभएछ, मानौ म 1000 पोइन्ट गरेँ। त्यसपछि यहाँ कुन नम्बरबाट तपाईँ ई सेवाबाट गर्नुभएछ भने ई सेवाको नम्बर, अथवा खल्तीबाट गर्नुभएछ खल्तीको नम्बर, ब्याङ्कबाट गर्नुभएछ भने ब्याङ्क एकाउन्ट नम्बर या केही जुन जरुरी हुन्छ रेफरेन्स नम्बर, ट्रान्जेक्सन नम्बर, त्यो हाल्न सकिन्छ। अब यता म हालिदिन्छु। यो इक्जाम्पल हो जस्ट है। त्यसपछि यहाँ अपलोडमा क्लिक गर्नु होला अनि क्लिक गरेपछि यहाँ आफ्नो पेमेन्टको स्क्रिनसट हाल्नु होला। यस्तो सिलेक्ट गरेर हाल्नु होला। अब यो स्क्रिनसट अपलोड भइहाल्छ। अब यहाँ सबमिट रिक्वेस्टमा क्लिक गरौँ। यस्तो लोडिङ लिन्छ अनि बल्ल यस्तो कन्फर्म हुन्छ। हेर्नु अब पेन्डिङमा गइसकेछ हाम्रो पोइन्ट, डिपोजिट रिक्वेस्ट पेन्डिङमा गइसकेछ। यताबाट पनि तपाईँ हेर्न सक्नुहुन्छ नोटिफिकेसनबाट यहाँ डिलिभर्डको हेराउँछ सबै कुरा। अब यता हेरौँ पेन्डिङमा गइसकेछ। अब उताबाट हामीले चेक गरेर एप्रुभड गर्छौँ अनि यो एप्रुभड हुन टाइम म्याक्सिमम
आधा घन्टा हुन्छ, तर सजिलो भनौँ भने 5 देखि 15 मिनटमा तपाईँको पोइन्ट लोड हुन्छ। अब इक्जाम्पलको लागि म यहाँ 1000 पोइन्ट लोड गरेर तपाईँलाई टपअप गरेर हेराउने छु। यहाँ हेर्न सक्नुहुन्छ मेरो वालेटमा सक्सेसफुली 1000 पोइन्ट लोड भइहालेको छ। अब म यसबाट तपाईँलाई टपअप गरेर हेराउने छु। सपमा जान्छु, यहाँ तपाईँसित जति पोइन्ट छ त्यति डायमन्ड लिन सक्नुहुन्छ। यहाँ पढेर जस्तो यो फ्री फायरको 1240 डायमन्ड छ 990 मा। अब बाई पोइन्टमा क्लिक गरेँ अनि त्यसपछि यहाँ इन गेम युआइडी हाल्नु होला। के छ तपाईँको फ्री फायरको आइडी युआइडी, अनि यता आफ्नो कन्ट्याक्ट नम्बर वाट्सएप नम्बर हाल्नु होला। अनि प्लेस अर्डर गरेपछि तपाईँको म्याक्सिमम 15 मिनटभित्र टपअप भइहाल्छ। अब यो सबै त तपाईँ बुझ्नुभयो। अब म तपाईँले केही एउटा अरू कुरा हेराउनु छ। अब यस्तो हेरौँ, यहाँ ई फुटबलको कोइन छैन, यहाँ नोट लेखेको छ, यो पढ्नु होला। अब यसमा के भन्छ बेसिकली भन्दा यहाँ बाई पोइन्टमा क्लिक गर्दा यसमा हेर्नु युआइडी हाल्न भन्छ। अब ई फुटबलमा त केही युआइडी हुन्न भने के हाल्ने यहाँ, त्यही भएर यहाँ कन्ट्याक्ट नम्बर दिएछ। तपाईँ युआइडीमा जे पनि हाल्दा हुन्छ, तर यहाँ कन्ट्याक्ट नम्बरमा आफ्नो वाट्सएप नम्बर दिनु होला। एकचोटि तपाईँ पे एन्ड प्लेस अर्डर गरिदिनु भयो भने, यता तपाईँ प्लेस अर्डर गरिदिनु भयो भने म्याक्सिमम 10 मिनटभित्र तपाईँको वाट्सएपमा हामी म्यासेज गर्छौँ अनि त्यहाँ तपाईँको कोनामी आइडी पासवर्ड माग्छौँ अनि त्यहाँ दिनु बित्तिकै तपाईँको 5 मिनटमा टपअप कम्प्लिट भइहाल्छ। डाइरेक्ट भन्दा भने जसमा युआइडी हुन्न टपअपको लागि त्यसमा वाट्सएप नम्बर इम्पोर्टेन्ट हुन्छ, हामी वाट्सएपबाट टपअप गरिदिन्छौँ। अनि तपाईँको टपअपको टाइम भन्नु भने कुनै पनि टपअप गराउँदा तपाईँलाई म्याक्सिमम 15 मिनट लाग्छ अनि मिनिमम 5 मिनटभित्रै भइहाल्छ। तपाईँले बुझ्नुभयो कि कसरी टपअप गर्ने भनेर। अनि लास्टमा वेबसाइटको बारेमा भनिदिउँ। वेबसाइट पनि सेम यस्तै छ। तपाईँ क्रिएट वान साइन अप गरेर सेम यस्तै खोल्छ। त्यो वेबसाइट नै एप हो, एप नै वेबसाइट हो। ल अब तपाईँहरू आफैले टपअप गर्नु र आफ्नो पैसा स्केमबाट जोगाउनु।